साँपहरू निक्लिन सुरु हुँदछ। जब हामीले बप्तिस्मा लिएको थियौँ नि, मलाई लाग्छ बप्तिस्मा लिनेको बादमा पनि हाम्रो जीवनमा त्यो आदत अनि बानी बेहोराहरू हाम्रो जीवनबाट निस्केको छैन। बप्तिस्माले हामीलाई हाम्रो पापबाट आजाद गर्दैन। हामीलाई बप्तिस्मा यूहन्नाले भन्दछ, तिमीहरूलाई मैले यसै कारण बप्तिस्मा दिन्छु किनभने तिमीहरूले आफूले भनेको छौ म पापलाई स्वीकार गरेको छौ। यो जब हामीले बाइबल त्यहाँ लेख्दछौँ, यूहन्नाले भन्दछ म तिमीहरूलाई पाप छुटकाराको लागि तिमीहरूलाई बप्तिस्मा दिँदछु। लेकिन हामीले हेर्दछौँ यीशुले जब त्यो आगो अनि पवित्र आत्माको बप्तिस्मा दिएको थियो नि, हामी हेर्दछौँ त्यो जब आगो अनि पवित्र आत्माले जब बप्तिस्मा भएको थियो नि, हामी हेर्दछौँ जसरी पावलले जसरी त्यो आगो जलाउँदाखेरि त्यो साँप त्यो आगोद्वारा निस्किएको छ। जब पवित्र आत्माले हाम्रो जीवनमा जब वास गर्नुहुन्छ, हामीलाई पवित्र आत्माले जब अभिषेक गर्दछ नि, हाम्रो भित्र भएको साँपहरू निक्लिन सुरु हुँदछ। बप्तिस्माले त्यो साँप निक्लिन सक्दैन, लेकिन पवित्र आत्माले त्यो साँप निकाल्न सक्दछ। के हामी पवित्र आत्माले बप्तिस्मा भएका छौँ? अहिलेका युवा युवतीहरू, अहिलेका हाम्रा मण्डलीका व्यक्तिहरूले पानीको बप्तिस्मा त पाएको छ, के हामीले पवित्र आत्माको बप्तिस्मा पाएका छौँ? अगर कसैले भन्दछ मैले पवित्र आत्माको बप्तिस्मा पाएको छु भनेर अगर भन्दछ भने के त्यसको जीवनमा भएको त्यो साँपहरू निक्लेको छ? अगर साँपहरू निक्लेको छ भने किन हामी एक दुस्रामा आरिस गर्दछौँ? किन हामी हाम्रो जीवनबाट त्यो कुराहरू निस्किन सकेको छैन जो कुराहरू हाम्रो परमेश्वरले हाम्रो जीवनबाट निकाल्न चाहनुहुन्छ? हाम्रो जीवनमा भएका त्यस अभिलाषाहरू हाम्रो जीवनबाट किन टाढा भएको छैन थाहा छ? किनभने हामीलाई यो देखाउँदछ हामीले पवित्र आत्मा अनि आगोको बप्तिस्मा पाएको छैनौँ। अगर हामीले पवित्र अनि आत्मा अनि आगोको बप्तिस्मा पाएको हुँदा नि हाम्रो जीवनबाट यो सबै कुराहरू निस्किएर जाने थियो। मैले जब यो वचन पढिरहेको थिएँ नि, परमेश्वरले मलाई भित्र भएका कुराहरूलाई देखाउन सुरु गर्नुभएको थियो। जब मैले यो वचन पढिरहेको थिएँ, मैले यही परमेश्वरलाई भनिरहेको थिएँ, परमेश्वर मैले यो वचन कसरी प्रचार गरौँ किनभने मेरो जीवनबाट नै यो कुराहरू निस्केको छैन। म साँच्चै भन्दछु, म यो वचन पढ्दा परमेश्वरले मसँग बहुत धेरै बोल्नु भएको छ। मैले आजको दिनमा यही कुरा भन्दछु, हामी हेर्दछौँ अस्तिको दिनमा जति पनि परमेश्वरले त पवित्र आत्मा पेन्टिकोस्टको दिनमा खराउनु भएको थियो नि, यो मामुली आत्मा होइन, यो आत्माले त्यो दिनमा हाम्रो भित्र भएको साँपहरूलाई हामीलाई निकाल्नु परेको छ। के हाम्रो जीवनमा त्यस पवित्र आत्माले हाम्रो जीवनमा भएको साँपहरूलाई निकालेको छ? अगर निक्लेको छैन भने एउटा कुरा हाम्रो जीवनमा छ, हामीले अझसम्म पवित्र आत्माले आगोको बप्तिस्मा पाएको छ। हामीले कोही बेला छोड्दछौँ, हामीले पवित्र आत्माले हामीलाई छुयो, हामी गिर्दछौँ उड्दछौँ, कोही बेला भन्दछ हाम्रो यहाँ के अरे हाम्रो चुलहरू यत्रै खडा हुँदछ, योबाट अब अगाडि बढ्नुहोस्, योबाट अझै अगाडि बढ्नुहोस्, पवित्र आत्माले हाम्रो जीवनमा काम गर्न दिनुहोस्। जब पवित्र आत्माले हाम्रो जीवनमा काम गर्दछ कि हामीलाई गाली गर्ने व्यक्तिहरू, हामीलाई श्राप्ने व्यक्तिहरूलाई हामीले आशिष दिन सुरु गर्दछौँ। यो हामीले गर्न सक्दैनौँ। खालि बप्तिस्मा लिएको मनुष्यले इम्पोसिबल यो कुरा गर्न सक्छ। जो व्यक्तिको जीवनमा पवित्र आत्मा अनि आगोले बप्तिस्मा हुँदछ नि, त्यो व्यक्तिले चाहिँ यो कुराहरू गर्न सक्दछ। अस्ति सबैले यहाँ गरेको छ, उसले आफूले चाहेर पनि त्यो गर्न सकेको थिएन। लेकिन जब पवित्र आत्माले काम गर्दछ नि, एउटा व्यक्तिलाई माथि होइन तल लिएर आउँदछ। कतिजनाले सोचिरहेको थियो यो सागरको बेवकुफी हो, लेकिन म त्यो दिन सागरलाई एउटा कुरा भनिरहेको थिएँ, सागर परमेश्वरले यो सुरुवात हो, परमेश्वरले पछि हाम्रो जीवनमा परमेश्वरले किन काम गर्न सक्नु भएको छैन थाहा छ? किनभने हामी पवित्र आत्मा अनि आगोको बप्तिस्मा हामी पाएको छौँ। जुन दिन हामीले पवित्र आत्मा अनि आगोको बप्तिस्मा पाउँछौँ नि, हाम्रो जीवनबाट त्यो कुराहरू निस्केर जान्छ। हामीले अरूको विरोधमा हामीले बात गर्दैनौँ, हामीले अरूको विरोधमा बात गर्न भन्दा अघि हामी त्यो कुराहरू लिएर त्यो व्यक्तिको लागि हामी घोडामा गएर हामी परमेश्वरसँग प्रार्थना गर्छौँ। यो शक्ति हामीले कहाँबाट
पाएका छौँ। हामीले कति बेला भन्दछौँ मैले पवित्र आत्मा पाएँ, मेरो जीवनमा यस्तो भयो। हाम्रो जीवनमा हामी पछि गएर हेर्दछौँ त्यो मनुष्यको जीवनमा रिस, डाँड, ईर्षा अनि त्यो व्यक्तिको जीवनमा हरेक त्यो संसारको अभिलाषाहरूले त्यो मनुष्यलाई कहिले छोडेकै छैन। र हामीले भन्दछौँ म पवित्र आत्माको बक्सिसमा पाएको छु। के त्यो मनुष्यले के पवित्र आत्माले आगोको बक्सिसमा पाएको छ? आजको दिनमा हाम्रो मण्डली, हाम्रो युवतीहरू, हाम्रो यहाँ भएका प्रत्येक व्यक्तिहरूलाई म एउटै बात भन्न चाहन्छु, के हामीले पवित्र आत्मा अनि आगोको बक्सिसमा पाएका छौँ? अगर पाएका छौँ भने किन हाम्रो जीवनमा यो कुराहरू छ? हामी यो सोच्नुपर्ने कुरा हो। हाम्रो मण्डली किन बढेको छैन? हाम्रो मण्डलीमा हामी किन विटनेस हुन सकेको छैनौँ? हामी किन गवाई हुन सकेको छैनौँ? किनभने हामी पवित्र आत्मा अनि आगोको बक्तिस्मा हामीले पाएको छैनौँ। हामीले मानिसहरूलाई भन्दछौँ हामी पवित्र आत्माको बक्तिस्मा पायौँ भनेर हामी भन्दछौँ, के हामीले पवित्र आत्माको बक्तिस्मा पाएको छौँ? अगर पाएका छौँ भने आजको दिनमा हामीले घरमा गएर सोच्नुपर्ने कुरा छ। मैले भन्दछु पवित्र आत्माको बक्तिस्मा मैले पाएँ कि मेरो जीवनबाट यो हरेक कुराको साथ लिएर भएको छ। साँप त्यहाँबाट निस्किँदछ जहाँ आगो हुँदछ। यसै कारण यूहन्नाले एउटै कुरा भनेको छ, मभन्दा पछि एउटा शक्तिशाली आउनेछ, उहाँले पवित्र आत्मा अनि आगोले बक्तिस्मा दिनेछ। हामी के परमेश्वरमा पढ्न चाहन्छौँ? के हाम्रो जीवनमा हामी अहिलेसम्म एक कदम पनि अगाडि बढेको छैनौँ? के हाम्रो जीवनमा आत्मिक उन्नति हामीले चाहन्छौँ? के हामीले त्यो आत्मिक उन्नति, धेरै उन्नतिहरू छ, लेकिन आजको दिनमा मैले एउटै उन्नतिको बारेमा बताएको थियो, त्यो हो पवित्र आत्मा। के हाम्रो जीवनमा पवित्र आत्माले बात गरेको छ या हामीले ढोङ गरिरहेको छ? अनि मैले कतिजनाहरूको मैले लास्ट टाइम पनि भनिरहेको थिएँ, मैले कतिजना व्यक्तिहरूलाई अन्य भाषामा प्रार्थना गरिरहेको थिएँ, यस्तो यस्तो अन्य भाषामा प्रार्थना देखिरहेको छु, लेकिन तिनीहरूको जीवनको साँप चाहिँ त्यहाँ भित्र भइरहेको मैले देखिरहेको छु। है के हामीलाई साँच्चै नै त्यो पवित्र आत्मा अनि आगोको बक्तिस्मा हामीले पाएको छौँ? जो मनुष्यले पवित्र आत्मा अनि आगोको बक्तिस्मा पान्छ नि त्यो व्यक्तिको जीवनमा त्यो साँप कहिले पनि बस्न सक्दैन। त्यो साँप चाहिँ के हुँदछ थाहा छ? त्यहाँबाट निस्किनुलाई डर लाग्दछ, किनभने आगोमा केही पनि बस्नु सक्दैन। यो परमेश्वरले हामीलाई दिएको आत्मिक आशिष, यो हाम्रो जीवनमा चाहिने, हाम्रो जीवनमा शारीरिक होइन, हामी